नमस्कार। नेपाली शेयर बजारमा आजभोलि एउटा कम्पनीको चर्चा जताततै छ। त्यो हो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक। यसको आइपिओ आएपछि बजारमा एउटा छुट्टै किसिमको हलचल मचिएको छ। आज हामी यही हलचलभित्रको कथालाई केलाउनेछौँ। सोच्नुहोस् त, बजारमा लिस्टिङ भएदेखि हरेक दिन यो स्टकले आफ्नो 10% अप्पर सर्किट हानिरहेको छ। यो कुनै सामान्य कुरा होइन, यो त एउटा गजबकै दौड हो। यो लगातारको शक्तिशाली प्रदर्शनले बजारको ध्यान तानिरहेको छ नै, तर खास गरी जसलाई आइपिओ परेको छ उहाँहरूको मनमा एउटा ठूलो प्रश्न पनि खडा गरिदिएको छ। अब बेच्ने कि अझै राख्ने? आजको हाम्रो विश्लेषण यही प्रश्नको उत्तर खोज्नमा केन्द्रित हुनेछ। ल त्यसो भए अब हेरौँ मूल्यको पूर्वानुमान। स्रोतको विश्लेषणको आधारमा यो स्टकको यात्रा कहाँसम्म पुग्न सक्छ त? अब मूल्य लक्ष्यको कुरा गर्दा एउटा कुरा के बुझ्नुपर्छ भने यो कुनै ग्यारेन्टी होइन है। यो त केवल बजारको सङ्केत र विभिन्न फ्याक्टरहरूको विश्लेषणको आधारमा गरिएको एउटा अनुमान मात्र हो। स्रोतको विश्लेषणले के देखाउँछ भने मूल्यको एउटा सम्भावित तल्लो अनुमानित दायरा भनेको लगभग 1400 रुपियाँको हाराहारीमा छ। र यसको माथिल्लो दायराको कुरा गर्ने हो भने यो 1500 रुपियाँसम्म पनि पुग्न सक्ने देखिन्छ। भनेपछि लगानीकर्ताहरूले ध्यान दिनुपर्ने मुख्य क्षेत्र भनेको 1400 देखि 1500 को बीचमा हो। तर कथा यतिमै सकिँदैन। यो पुरै समीकरणमा एउटा नयाँ र एकदमै महत्त्वपूर्ण मोड आएको छ। त्यो हो बजारमा भर्खरै लागू भएको एउटा नयाँ नियम। त्यो नियम हो सर्किट ब्रेकरको सीमामा भएको परिवर्तन। पहिले जुन 10% को सीमा थियो त्यसलाई अब बढाएर 15% पुर्याइएको छ। अब यसको सिधा अर्थ के हो भने मूल्यको उकालो र ओह्रालो दुवै यात्रा अब निकै नै तीव्र हुन सक्छ। यो परिवर्तनले एकातिर नाफा कमाउने अवसरलाई छिटो बनाइदिन्छ भने अर्कोतिर जोखिमको घण्टीलाई पनि त्यति नै चर्को स्वरमा बजाइदिन्छ।